सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको भित्री मधेसकी छोरी गौरी बोहराले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेकी छन्। परशुराम नगरपालिका 12 लालढुङ्गामा जन्मिएकी गौरीले मलेसियामा सम्पन्न एसिसी महिला अन्डर 19 प्रिमियर कपमा अम्पायरको जिम्मेवारी निर्वाह गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङ गर्ने पहिलो नेपाली महिला बन्न सफल भएकी छिन्। ग्रामीण परिवेशबाट क्रिकेटको अन्तर्राष्ट्रिय मैदानसम्म पुगेकी गौरीको यात्रा आफैमा प्रेरणादायी छ। सानैदेखि खेलकुदमा रुचि राख्ने गौरीको पहिलो सपना भने क्रिकेट थिएन। उनी विद्यालय तहमा भलिबल खेल्थिन् र एक समय राष्ट्रिय भलिबल खेलाडी बन्ने सपना समेत देखेकी थिइन्। तर समयसँगै उनको रुचि क्रिकेटतर्फ बढ्दै गयो। यसपछि आलिताल स्थित दुर्गा माध्यमिक विद्यालयमा कृषि जेटी अध्ययन गरेकी गौरी +2 पछि स्नातक अध्ययन र लोकसेवाको तयारीका लागि कैलाली पुगिन्। धनगढी पुगेपछि उनको क्रिकेट यात्रा थप सक्रिय बन्यो। उनी विभिन्न प्रतियोगितामा खेलाडीका रूपमा सहभागी हुनुका साथै धनगढीमा आयोजना हुने क्रिकेट प्रतियोगितामा स्वयंसेवकका रूपमा समेत सक्रिय हुन्थिन्। यही क्रममा स्थानीय प्रतियोगितामा गौरीले अम्पायरिङ गरिरहेको देखेपछि सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका तत्कालीन अध्यक्ष वासुदेव जोशीले उनलाई एउटा वाक्य भने, तिम्रो अम्पायरिङ राम्रो हुन सक्छ। सायद त्यो वाक्य सामान्य सुझाव जस्तो लाग्न सक्छ, तर गौरीका लागि त्यही वाक्य जीवनको नयाँ मोड बन्यो। उनले अम्पायरिङलाई आफ्नो करियरका रूपमा अघि बढाउने सोच बनाइन्। जोशीको हौसला र विश्वासले उनलाई आफूभित्रको अर्को सम्भावना पहिचान गर्न प्रेरित गर्यो। अम्पायरिङको पहिलो तालिम डोटी र लेभल 1 को तालिम कोहलपुरमा लिएपछि गौरीले विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै गइन्। यसै यात्रामा डडेलधुरा जिल्ला क्रिकेट सङ्घका सचिव निरज रावलको सहयोग पनि महत्त्वपूर्ण रह्यो। अम्पायरिङ तालिममा सहभागी हुन आवश्यक सूचना र अवसरसम्म पुग्न रावलले गरेको सहयोगलाई गौरी आज पनि सम्झिन्छन्। लेभल 1 उत्तीर्ण गरेपछि सुर्खेतमा सम्पन्न अन्डर 19 महिला कप, कैलालीको अन्डर 16 प्रतियोगिता, बैतडीको अन्डर 19 महिला कप लगायतका विभिन्न प्रतियोगितामा अम्पायरिङ गरिन्। निरन्तरको मेहनत, अभ्यास र अनुभवले अन्ततः उनलाई अन्तर्राष्ट्रिय मैदानसम्म पुर्यायो। मलेसियामा सम्पन्न एसिसी महिला अन्डर 19 प्रिमियर कपमा युएई, ओमान, म्यानमार, कतार, हङकङ, चीन, मलेसिया, सिङ्गापुर र कुवेत जस्ता देशका विभिन्न खेलाडी बीचका खेलमा अम्पायरको जिम्मेवारी सम्हाल्नु गौरीका लागि मात्र होइन, सिङ्गो नेपाली क्रिकेटका लागि गौरवको क्षण बन्यो। गौरीको यो सफलता केवल एउटा अम्पायरको सफलता होइन, यो डडेलधुराको भित्री मधेसबाट अन्तर्राष्ट्रिय मैदानसम्म पुगेकी एउटी छोरीको सपना, सङ्घर्ष र सम्भावनाको कथा हो। तिम्रो अम्पायरिङ राम्रो हुन सक्छ भन्ने एउटा वाक्यबाट सुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म पुगेको छ। डडेलधुराको भित्री मधेसकी छोरी गौरी बोहरालाई यो ऐतिहासिक सफलताका लागि हार्दिक बधाई। उनको यात्राले सुदूरपश्चिमका अन्य छोरीहरूलाई पनि खेलकुदमा अघि बढ्न प्रेरणा मिलोस्।